नमस्कार सर। नमस्कार। कहाँ छौँ आज हामी नुवाकोटको दुप्तेश्वर गाउँपालिका वडा नम्बर 5 मा छौँ। हजुर। बछलादेवी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र न्यानो कपडा फाइबर सिरक वितरण कार्यक्रममा छौँ हामी। तपाईँको कर्मचारीहरू हामी कर्मचारीहरू पैँती दिन सर दिलीप प्रसाद खनाल फाउन्डेसनद्वारा आयोजित शैक्षिक धन्यवाद सञ्जय। 2080 साल साउन 4 गते चाहिँ हामीले यो संस्था दर्ताको क्रममा मेरा आदरणीय दाई नारायण उपाध्यक्षज्यू के अरे आदरणीय दाई नारायण अधिकारीज्यू उपाध्यक्ष हुनुहुनेछ। त्यहाँ एउटा काम कति सर अघिल्लोचोटि 10 कक्षाको विद्यार्थी एससिडी हामीले अघिल्लो वर्ष 42 जना दिएको 29 जनाले हामीले पास गर्यौँ। सामग्री तथा कम्बल वितरण कार्यक्रममा सर्वप्रथम संस्था अब आएर यति धेरै सामानहरू लिएर आए। सरसफाइको लागि भनेर हामीले हामीलाई 3 पिस प्रदान गरेको। के हो नि? स्वस्तिका के हो? पण्डित। कति क्लासमा पढ्छौ? हजुर 2 मा। पायो तिमीले पनि ब्ल्याङ्केट? खुसी लाग्यो? 2 मा पढ्छौ? अब सुन त, सधैँ पढ्न आउनुपर्छ है, अनि यस्तो पाइरहन्छ। ओके हस्। सामान मिलाउँछौँ, तत्काल मिलाउँछौँ, फागुन महिनाभित्रबाट मिलाउँछौँ। अनि त्यसपछि त्यहाँबाट पछि एउटा भवन निर्माण गरेर उहाँहरू अनाथ जति हुनुहुन्छ हाम्रो बालबालिका बुवा आमा अभिभावक नहुनुभएकालाई हामी हाम्रा ओके हेलो भन्दिनु अरू एकचोटि। हेलो 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 भन्छु अङ्कल एकचोटि। हस् हस् तपाईँको को रहेछ? सानो पार्टीका हाम्रोमा ल है बाबुहरू मूर्ति कति नगर मिलाएर बाबा छ त हो त्यहाँ एङ्गल छ सही देख्छु।
आजकल चाहिँ टोपी लगाइदिनु मलाई पत्यारै लागेको थियो अर्को एउटा फेरि फेसबुक हाल्ने भिडियो बनिरहेको उसको मुढा यहाँ छ भ्याट 69 माथि छ माथि कागज गमिलो होला एक हिँड्दै राइटलाई अनुहार बिग्रिन्छ के माथि नै कि लोड छ यो यसको लागि पुग्न लागेको एउटा यो चाहिँ स्वयंसेवकलाई बाँडेको थियौँ पहिला अब अहिले चाहिँ अब कति छ स्वयंसेवकहरूलाई दिए कति बिग्रियो होला अब हामीसँग चाहिँ यताको लागि छ ए तपाईँको कर्मचारीहरू हामी कर्मचारीहरू चाहिँ अहिले फुलफिल छ हजुर हाम्रो नेपाल सरकारको दरबारमा छ सर के छ खबर एकदम ठिक छ एकदम ठिक छ ब्यानर खोल्ने छैन ब्यानर खोले हैन अब यो ल ठिक छ भयो भयो रबर लागेको छ नमस्कार सर नमस्कार कहाँ छौँ आज हामी नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर 5 मा छौँ हजुर बसलादेवी माध्यमिक विद्यालयलाई शैक्षिक सामग्री र न्यानो कपडा फाइबर सिरक वितरण कार्यक्रममा छौँ हामी धेरै धन्यवाद सर अब यो सँगसँगै हाम्रो अरू पनि छ के अरे यो ठाउँमा यता हेल्पपोस्ट छ हेल्पपोस्टलाई पनि केही भनिदिनुहुन्छ कि हेल्पपोस्टलाई अब आउँदो यही वर्षबाट हामी लगभग माघ अन्तिमबाट यो हेल्पपोस्टको भवन निर्माणको कार्यक्रम पनि अगाडि बढाउँदैछौँ
ल धन्यवाद सर। पैँती दिन न सर तोरी माथिलोमा छातेल भरिलो त्यसै कहाँ छर पेल्नै पर्छ प्रयत्न मुखमा आएर के पर्छ र पेल्नै पर्छ प्रयत्न मुखमा आएर के पर्छ र। धन्यवाद। आज यस संस्थाका संस्थापक संरक्षक श्री देवराज खनालज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी विशिष्ट अतिथिको आसन ग्रहण गरिदिनुको लागि यसै संस्थाका उपाध्यक्ष श्री नारायण अधिकारीज्यूलाई पनि विशिष्ट अधिकारीको आसन ग्रहण गरिदिनुको लागि मञ्चमा आमन्त्रण गर्दछु। यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि मैले यस संस्थाका अध्यक्ष श्री गोकर्ण सिलवालज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। आसन ग्रहणकै क्रमलाई अगाडि बढाउँदैछु। यसै क्रममा विशेष अतिथिकै आसन ग्रहण गरिदिनुको लागि यस संस्थाका निर्देशक श्री उज्जवल सिलवालजीलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिकै आसन ग्रहण गरिदिनुको लागि यसै संस्थाका सचिव श्री वेदनाथ अधिकारीज्यूलाई पनि आसन ग्रहण गर्नुको लागि हार्दिक अनुरोध गर्दछु। गरिदिनुको लागि हरिप्रसाद गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिकै आसन ग्रहण गरिदिनुको लागि कर्णबहादुर कार्कीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिले आसन ग्रहण गरिदिनुको लागि सदस्य श्री कृष्ण गुरुङज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै क्रममा विशेष अतिथिकै आसन ग्रहण गरिदिनुको लागि बमबहादुर खलेज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। यसै गरी विशेष अतिथिकै आसन ग्रहण गरिदिनुको लागि सदस्य श्री राजेन्द्र बहादुर थापा छेत्रीज्यूलाई पनि हार्दिक अनुरोध गर्दछु। विशेष अतिथिकै आसन ग्रहण गर्ने क्रममा श्री सुरेन्द्र तिमिल सिन्हा सुन्दरा देवी माध्यमिक विद्यालयका शिक्षक पनि हुनुहुन्छ। उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। यसै क्रममा अतिथिहरूको आसन ग्रहण गराउने क्रमलाई आदरणीय समाजसेवी दाई बसन्त थापा दाई र यस बछला माध्यमिक विद्यालयका अशोक कुमार पण्डितज्यू, यहाँ उपस्थित सम्पूर्ण शिक्षक सहयात्री साथीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सदस्यहरू, यहाँ उपस्थित सम्पूर्ण भाइ बहिनीहरूमा म यस बछला माध्यमिक विद्यालयको शिक्षक सरोज पण्डितको तर्फबाट स्वीकार्नुहोस् न्याउनुहुन्छ। विद्यालय एउटा ज्ञानको स्फूर्ति वितरण गर्नका लागि उपस्थित हुनुभएको छ। यहाँहरूलाई मेरो
धन्यवाद। दिलीप प्रसाद खनाल फाउन्डेसनद्वारा आयोजित शैक्षिक बसला माविका प्रधान अध्यापकज्यू, प्रमुख अतिथि संस्थाका संस्थापक तथा संरक्षक देवराज खनालज्यू, विशिष्ट अतिथिज्यूहरू, यस माविका शिक्षक शिक्षिकाज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू सम्पूर्णमा मेरो तर्फबाट नमस्कार। नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्बर 6 नर्जा मण्डल निवासी मेजन दत्त खनालका नाति बुवा दिलीप प्रसाद खनाल र आमा धनुकुमारी खनालका कान्छा छोराका रूपमा जन्म लिनुभई देवराज खनाल, हामी देवराज खनाल भनेर चिन्छौँ, तर उहाँलाई चाहिँ उहाँको जन्मभूमिमा अनुप खनाल भनेर चिन्नुहुन्छ। जो दिलीप प्रसाद खनाल सामाजिक सेवाभावले ओतप्रोत हुनुहुन्थ्यो, उहाँकै पदचापलाई पछ्याउँदै मानव भएर जन्मिसकेपछि आफ्नो लागि त सबैले गर्छ, समाजको लागि पनि केही गर्नुपर्छ भनेर उहाँले सामाजिक कार्यमा जुन पाइला चाल्नुभयो र दिलीप प्रसाद खनाल फाउन्डेसनको आफ्नो बुवाको नामबाट उहाँले संस्था दर्ता गर्दै शिक्षा, स्वास्थ्य लगायतका आधारभूत आवश्यकताबाट वञ्चित वर्ग, समुदाय, परिवार र व्यक्तिहरूलाई चाहिँ सहयोग गर्ने भावनाबाट ओतप्रोत भएर चाहिँ अगाडि बढ्दै जाँदाखेरि हामीले उहाँसँग सहकार्य गर्ने मौका पायौँ। यसै सहकार्य गर्ने सिलसिलामा चाहिँ हामीलाई एकदम साथ सहयोग गर्नुहुने प्रमुख व्यक्तिको रूपमा चाहिँ हामीले केही व्यक्तिहरूको म यहाँ नाम लिन चाहन्छु। जसरी कणप बहादुर कार्की हामीलाई यस कार्यक्रम आयोजना गर्नलाई निरन्तर रूपमा अगाडि बढाउनु भएको छ। राजेन्द्र बहादुर थापा छेत्री, बमबहादुर घले, हरिप्रसाद गुरुङज्यू, कृष्ण गुरुङज्यू, ऋषि प्रसाद खनालज्यू, शारदा खर अधिकारीज्यू लगायत राजकुमार पुरी, गेन्द्र कुमार श्रेष्ठ लगायत हाम्रा सम्पूर्ण सदस्यज्यूहरू चाहिँ जुन अग्रसरताका साथ उहाँले लिइरहनु भएको छ र हाम्रो देवराज खनाल सरले गर्दै आउनुभएको यो समाजसेवी भावनालाई चाहिँ सबैले चाहिँ साथमा साथ दिँदै काँधमा काँध मिलाउँदै अगाडि बढाउनु भएको छ। हामीले यसै सिलसिलामा चाहिँ आज बछला माविमा चाहिँ यो आधारभूत तहका शिक्षक विद्यार्थीहरूको लागि जुन शैक्षिक सामग्री लिएर आएका छौँ र यो एक थान हामीले कमल पनि लिएर आएका छौँ। यो सानो सहयोग चाहिँ हामीले यो विद्यार्थीहरूको लागि एउटा प्रेरणा बनोस् र शिक्षक शिक्षिकाहरूको लागि पनि विद्यार्थीहरूलाई चाहिँ उत्कृष्ट शिक्षा दिनको लागि, उत्कृष्ट नतिजा निकाल्नको लागि एउटा प्रेरणा मिलोस् भन्ने हिसाबले चाहिँ आएका छौँ। कुनै पनि विद्यार्थीले शैक्षिक सामग्री अथवा पोसाकहरू नभएको कारणबाट बिचैमा शिक्षालाई छोडेर चाहिँ बस्नु नपरोस्, शिक्षाबाट वञ्चित हुनु नपरोस् भनेर चाहिँ जुन सामग्रीहरू लिएर आएका छौँ यो एउटा सानो भेट मात्र हो। भोलिको दिनमा यहाँका व्यवस्थापन समिति, यहाँका प्राध्यापकज्यूले पनि कुनै विद्यार्थीहरूले त्यस्तो अवस्था आएछ भने हामीसँग सम्पर्क गरेर त्यो हुन नदिनको लागि पहल गर्नुहुनेछ भन्ने पनि हामीले विश्वास लिएका छौँ। शिक्षक शिक्षिका भनेको चाहिँ हाम्रो माता पितासँगै चाहिँ एउटै कोटीमा चाहिँ राखेको चाहिँ हुन्छ। शिक्षक शिक्षिका र विद्यार्थी भाइ बहिनीहरूको सम्बन्ध भनेको चाहिँ एकदम विद्यार्थी भाइ बहिनीहरूको चाहिँ मनोविज्ञानलाई चाहिँ बुझेर चाहिँ सबैको चाहिँ सिक्ने चाहिँ क्षमता एकै खालको नहुन सक्छ। सबैको चाहिँ मनोविज्ञानलाई बुझेर फरक फरक क्षमताको सिकाइ भएकाहरूलाई पनि यो आधारभूत शिक्षा नै जसरी घर बलियो हुनलाई जग बलियो हुनुपर्छ, त्यसै गरी नै शिक्षामा उच्च शिक्षा हासिल गर्नको लागि पनि यो आधारभूत तहमा चाहिँ एकदम जरुरी चाहिँ हुन्छ। राम्रो चाहिँ अध्ययन गराउनको लागि त्यो कुराहरूलाई ध्यान दिएर अगाडि बढ्नुहुन्छ र यो हाम्रो बछला माविको चाहिँ विद्यार्थीहरूलाई चाहिँ उत्कृष्ट नतिजा लिएर आउँदै नुवाकोट जिल्लाका नै उत्कृष्ट विद्यालयको रूपमा यहाँहरूले अगाडि बढाउनुहुन्छ भन्ने विश्वासका साथ मेरो भनाइहरू यही टुङ्ग्याउँछु। हस्, धन्यवाद। धन्यवाद।
गोकर्ण सिलवालज्यू उहाँले आफ्नो महत्त्वपूर्ण पनाइहरू यहाँ राखेर यहाँबाट बिदा भइसक्नु भएको छ। यस संस्थाले गरेको कार्यक्रमहरू त यहाँहरूले सुन्नु नै भयो। यस संस्थाको यस ईश्वरीय भाव बोकेको उद्देश्यहरू उहाँहरूको शिक्षा निश्चय नै पुरा हुनेछ। यहाँहरू सम्पूर्णको आशीर्वाद लाग्ने नै छ। यहाँहरूले आवश्यक पर्ने क्षेत्रमै उहाँहरूले यो सहयोग बोकेर आउनुभएको छ। धेरै आवश्यकता फिल गरेका विद्यार्थीहरू यस विद्यालयमा अध्ययन गरिरहेका छन्। उहाँहरूलाई यसको ठुलै योगदान रहनेछ। यसको आशीर्वाद उहाँहरूलाई लाग्नेछ र उहाँहरूको उद्देश्य जुगौँ जुगसम्म एकदम निरन्तर चलिरहनेछ। उहाँहरूको पूर्ण सफलताको कामना गर्दै मैले कार्यक्रमलाई अगाडि बढाउन चाहेँ। यसै क्रममा भने अफ नेपाल दिलु प्रसाद खनाल फाउन्डेसन निःशुल्क शैक्षिक सामग्री तथा कम्बल वितरण कार्यक्रमका अध्यक्षज्यू, संस्थागत संरक्षक तथा मञ्चमा आसीन संस्थासँग सम्बद्ध पदाधिकारी महोदय, बछाला माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा बछाला माध्यमिक विद्यालयको सम्पूर्ण गुरुवर्ग, उपस्थित साथीहरू, साथै उपस्थित मान्यजन, म बछाला माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्रा सीता थापाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। हाम्रो विद्यालयमा उपस्थित भई शैक्षिक सामग्री लगायत अन्य सामग्री वितरण गर्न उपस्थित सम्पूर्णमा आभार प्रकट गर्दछु। साथै आगामी दिनमा यस्तै बृहत कार्यक्रम मार्फत तपाईका सहयोगी हातहरूको निरन्तरताको कामना गर्दछौँ। यो कार्य उत्कृष्टता र सराहनीय कार्य हो भन्ने लाग्छ। हाम्रो भूगोल र यहाँको समुदायको आर्थिक स्रोतको अभावले शैक्षिक क्रियाकलापमा समेत असर पारिरहेको अवस्थामा यहाँहरूको सहयोगका हातहरू निरन्तरताको कामना गर्दै मेरो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद। धन्यवाद बहिनी। उनले आफ्नो मिठो शब्दको साथ आफ्नो मन्तव्य राखेर धन्यवाद सञ्जय। 2080 साल साउन 4 गते चाहिँ हामीले यो संस्था दर्ताको क्रममा सिद्ध्याएर अब केही गर्नुपर्छ है भनेर हामीले अगाडि बढ्दा तपाईँको 3 वर्ष लागेछ। नेपालमा कस्तो स्थिति छ, के स्थिति छ हजुरहरूलाई अब मैले जानकारी गराइन नपर्ला। त्यो स्थितिलाई चिर्दै फाड्दै पछाडि धकेल्दै आज हामी आज दोस्रो दिन भयो। हाम्रो सुरुवात भएको यो दोस्रो दिन हो। अब योभन्दा अगाडि हामी यो सबै यो मिलाउने क्रममै हामीलाई 3 वर्ष 4 वर्ष लाग्यो। अब चाहिँ कुनै रोकटोक कुनै बाधा अर्चनाहरू नभएकोले अब चाहिँ हामी सुरुवात गर्दैछौँ। सुरुवातको क्रममा भेट स्वरूप, परिचय स्वरूप हामी यसरी आएका छौँ। हजुरले हाम्रो यो सानो परिचय भेटलाई स्वीकारिदिनु हुनलाई हाम्रो छात्रछात्रीहरूलाई सबैलाई मेरो अनुरोध छ। अब संस्थाको उद्देश्य भनेको हाम्रो न कुनै पार्टीगत हिसाबबाट छ, न कुनैको दबाबबाट हुन्छ, न कुनैले पहल गरेर कुनै समाजसेवी मान्छेले पहल गरेको खण्डमा मात्रै हामी उहाँको पहललाई स्वीकारेर आउनेछौँ। हामी पार्टी तपाईँहरूले यति कुरा चाहिँ बुझ्नु होला। अहिले मैले क्लियर गर्न खोजेको कुरो कुनै अब चुनाव आउँदैछ, चुनावको लागि भोट माग्नलाई एउटा कम्मल ल्याएर बाँड्यो कि भन्ने मनस्थितिमा नजानुहोस्। हाम्रा संस्थामा जोडिनु भएका र हाम्रा संस्थाका मान्छे कुनै पनि यहाँ नुवाकोटको नि मान्छे धेरै छन्। कुनै पनि मानिस संस्थाको सदस्य लिएका व्यक्तिहरू कुनै पनि पार्टीका झन्डा बोकेर र कुनै पनि पार्टीको प्रचार प्रसार गरेर हिँडेको भेट्नु भएमा उहाँलाई तपाईँहरूले कारवाही गर्ने अनुमति छ होइन। हामी भने सामाजिक भएर हाम्रो भने यो देशै हाम्रो यो सबै हामी परिवार भएर परिवारको रूपमा हिँडेछौँ। भित्री आस्था आफ्नो जोसँग हुन्छ त्यो हामीलाई सम्बन्ध भएन। तर बाहिरी रूपमा हामी कसैको प्रचार प्रसार गरेर कुनै पार्टीगत हिसाबले आएर सामान बाँडेको छैनौँ। यति कुरो बुझिरहन जरुरी छ। अर्को कुरा के छ भने हामीले अहिले फागुन 9 गते मेरो बुवाको मृत्यु भएको फागुन 9 गते हो। फागुन 9 गतेबाट नुवाकोटको लगभग 50 देखि 60 स्कुलमा छात्रावृत्ति, खाजा, छात्रावास अनि त्यहाँबाट त्यसपछि विभिन्न शैक्षिक सामग्री मार्सिक रूपमा हामीले कलम कापीदेखि लिएर इरेजरसम्म हामीले वितरण गर्ने पनि योजना फागुन 9 गतेबाट बनाएका छौँ।
टाढा टाढाबाट पढ्न आउने भाइ बहिनीहरूलाई छात्रावास बनाएर खानादेखि लिएर गएर बस्नेसम्म सुविधाको लागि हामीले पहल गरेका छौँ। कोही भाइ बहिनीका बुवा आमा हुनुहुन्न होला, त्यस्ता भाइ बहिनीहरूलाई हामीले एउटा केही व्यवस्था गर्ने र यही ठाउँमा यही उसमा एउटा बाल आश्रमको पनि योजना बनाइरहेका छौँ। फागुन 9 गतेपछि यो सबै हामी हजुरहरूको माझमा ल्याएर यही स्कुलको प्राङ्गणमा ल्याएर एउटा कार्यक्रम राख्ने हामीले निधो गरेका छौँ। हाम्रो फागुन 9 गतेको कार्यक्रम धेरै ठाउँमा हुनेछ। त्यो भएको कारणले हाम्रो टिमका सदस्यबाट कोही एकजना उपस्थित भएर एउटा कार्यक्रम गर्ने योजना बनाएका छौँ। त्यसमा हजुरहरूले साथ दिनुहोला र हाम्रो यो सानो एउटा परिचय भेटलाई स्वीकार दिनुहुन्छ भन्ने आशा गर्दै म अहिले बिदा हुन्छु। हस्त नमस्कार। धन्यवाद सर देवराज खनालज्यूलाई। उहाँले आफ्नो महत्त्वपूर्ण भनाइहरू यहीँ अन्त्य गरेर जानुभएको छ। उहाँको आगामी योजनाहरू पनि यहाँ हामीहरू समाज समक्ष राख्नुभएको छ। उहाँहरूको आगामी योजनाहरू पनि बिना चुनौतीपूर्ण सफल होस् भन्ने कामनासहित यस आजको कार्यक्रमको मुख्य आकर्षक अथवा मुख्य केन्द्रबिन्दु यस शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको छ। शैक्षिक वितरण कार्यक्रमको श्री अशोक कुमार पण्डितज्यूलाई मैले मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कृपया भाइ बहिनीहरूले उहाँको स्वागतको लागि यस अपूरणीय स्वागतको लागि हार्दिक स्वागत गर्नको लागि जोरदार तालीले स्वागत गरिदिनु हार्दिक अनुरोध गर्दछु। हस्तान्तरण गर्दै हुनुहुन्छ, यहाँलाई जोरदार तालीले स्वागत गरिदिनु हुनको लागि अनुरोध गर्दछु। यसै क्रममा यस विद्यालयलाई डस्टबिन सानोमा 3वटा र ठुलोमा 5वटा डस्टबिन पनि हस्तान्तरण गर्नुभएको छ। व्यवस्थित रूपमा राखेर सहजीकरण गरिदिनुको लागि अन्य शिक्षकहरूलाई पनि मैले अनुरोध गर्दछु। शैक्षिक सामग्री Hello guys. Hello guys, what's up? क्या हो? म पनि एकचोटि पछाडि जान्छु, यसो आउनेहरू खिच्नु। ल ल ल ल हेलो, हजुरलाई कस्तो फिल हुँदैछ? साह्रै राम्रो फिल भइरहेको छ। यही किसिमबाट कार्यक्रमहरू सबै ठाउँमा गर्दै जाने कार्यक्रम हामीहरूको रहिरहेको छ। हजुरलाई कस्तो फिल भइरहेको छ? रमाइलो, राम्रो रमाइलो फिल भइरहेको छ। राम्रो छ भाइ। होइन, सबै प्रधान अध्यापकलाई हस्तान्तरण गरिदिनु। 69 दर्जन पेन्सिल पनि 69 बक्स र कटर इरेजर पनि एक प्याकेट सम्पूर्णलाई प्रदान गर्नुभएको छ। प्राप्त गर्ने विद्यार्थीहरूले प्राप्त गर्नुभयो। आज कोही विद्यार्थीहरू अब त्यही क्लासको ECD देखि 5 क्लाससम्मको विद्यार्थीहरू आज प्राप्त नगरेको विद्यार्थीहरू कोही एब्सेन्ट पनि हुनुहुन्छ। उहाँहरूको लेखाजरी गरिसकेपछि एब्सेन्टको नाम टिपेर हामीले एब्सेन्ट विद्यार्थीहरूलाई भोलि हामीले प्रदान गर्नेछौँ। बाँकी विद्यार्थीहरूको शैक्षिक सामग्रीहरू यस संस्थाले हाम्रो यस विद्यालयका प्रधानाध्यापक श्री अशोक कुमार पण्डितज्यूलाई हस्तान्तरण गरेर छोड्ने निर्णय गर्नुभएको छ। सुरुवात हुँदै जान्छ, राम्रो हुँदै थाहा भयो। हजुर यहाँनिर कनेक्टेड कसरी हुनुभयो यो फाउन्डेसनसँग? सोसल सर्भिस अफ नेपाल दिल्ली प्रसाद खनाल फाउन्डेसनको निर्देशक। प्रोफेसनल्ली हेर्ने हो भने म चाहिँ सिभिल इन्जिनियर, म चाहिँ प्राविधिकको हेड भएर काम गरिरहेको थिएँ पहिला चाहिँ। बिस्तारै चाहिँ मेरो सबै कामहरू हेरेर मलाई चाहिँ संस्थाको निर्देशकमा अहिले नियुक्ति गरिदिनु भएको छ। नमस्ते 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 सबैजना भाइ बहिनीहरूलाई। धन्यवाद।
धन्यवाद कार्यक्रम सञ्चालक ज्यू अमृता मिस। द सोसल सर्भिस अफ नेपाल दिली प्रसाद खनाल फाउन्डेसनद्वारा निःशुल्क शैक्षिक सामग्री तथा कम्बल वितरण कार्यक्रमका संरक्षक संस्थापक ज्यू, यस फाउन्डेसनका अध्यक्षज्यू र यसै फाउन्डेसनका मेरा आदरणीय दाई नारायण उपाध्यक्षज्यू आदरणीय दाई नारायण अधिकारीज्यू उपाध्यक्ष हुनुहुनेछ र साथै यो संस्थाका प्रमुख अतिथिज्यूहरू, विशिष्ट अतिथिज्यूहरू लगायत यसै नुवाकोट जिल्लाको तादी गाउँपालिका अन्तर्गत रहेको माध्यमिक विद्यालयका शिक्षक श्री सुरेन्द्र तिमल सेनाज्यू र यो फाउन्डेसनलाई यहाँसम्म ल्याउनको लागि ठुलो भूमिका निभाउनु हुने यसै दुईसोर गाउँपालिका वडा नम्बर 7 का स्थानीय बासिन्दा युवा समाजसेवी बसन्त थापाज्यू र यसै विद्यालयको व्यवस्थापन समितिका सदस्यज्यू, बछला माध्यमिक विद्यालयका शिक्षक परिवार र विद्यार्थी भाइ बहिनीहरूमा म बछला माध्यमिक विद्यालय परिवारको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट मुरी धन्यवाद दिन चाहन्छु। यो संस्थाले, यो फाउन्डेसनले जुन कार्यक्रमहरू यो स्कुलमा सञ्चालन गरिरहेका छन्, यो कार्यक्रमले हाम्रो जस्तो चाहिँ विकट क्षेत्र, भौगोलिक रूपले पछाडि परेको क्षेत्र, शिक्षाको ज्योतिबाट पछाडि परेको क्षेत्र, आर्थिक क्षेत्रबाट पछाडि रहेको क्षेत्रका भाइ बहिनीहरूलाई जुन विद्यालयमा आएर अध्ययन गर्नको लागि आवश्यक पर्ने शैक्षिक सामग्री चाहिँ यो संस्थाद्वारा वितरण दिनुभएकोमा म पुनः यो संस्थाको सम्पूर्ण टिमलाई, संरक्षक सदस्यदेखि विशिष्ट सदस्यहरूदेखि लिएर सम्पूर्ण यहाँसम्म चाहिँ ल्याइदिनु हुने एउटा ठुलो भूमिका निर्वाह गर्ने सदस्यसहितलाई चाहिँ म फेरि बछला माविको तर्फबाट चाहिँ पुनः धन्यवाद दिन चाहन्छु। र हामी पहिला यस विद्यालयको स्थापना 2035 सालमा भएको देखिन्छ। आधिकारिक पुनः विवरण चाहिँ उल्लेख छैन, तापनि त्यसपछि 1/8 सञ्चालन आउँदै गरियो। त्यसपछि आएर चाहिँ हामी 2067 सालदेखि चाहिँ प्रस्तावित माविमा हामी यो विद्यालयलाई चाहिँ स्थापना गरियो र यो प्रस्तावित माविको सन्दर्भमा हरेक कुरा चाहिँ हामीले अनुमति लिँदा हाम्रो शिक्षा निकायमा हामीभन्दा माथिल्लो निकायसँग हामीले के सम्झौता गरेर हुँदैछौँ भने हामी सम्पूर्ण स्रोतदेखि लिएर हरेक कुराको चाहिँ भौतिक पाटो, आर्थिक पाटो, शैक्षिक पाटो हामी व्यवस्थापन गर्छौँ, तपाईँहरूले अनुमति मात्र दिनुहोस् भन्ने कुरा हुँदो रहेछ। त्योसँग चाहिँ सम्झौता गरेर हामीले स्कुल चलाउँदैछौँ र हामी अहिले हाम्रा संस्थापक अध्यक्ष र ज्यूले भने जस्तै यो कार्यक्रमले जुन हाम्रो शैक्षिक गतिविधिलाई चाहिँ अगाडि बढाउन, गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि शिक्षक र विद्यार्थीले एउटा चाहिँ ठुलो जमर्को गर्नुपर्छ। त्यसको लागि हाम्रो विद्यालयको टिम र बछला माध्यमिक विद्यालयको परिवारको टिम चाहिँ यो संस्थासँग हामी यस्ता समस्याको बारेमा हामी चाहिँ कार्यक्रम समापन भइसकेपछि पनि अध्यक्षज्यू, उपाध्यक्षज्यू लगायतका सम्पूर्ण टिमसँग बसेर हामी एउटा छलफल गरेर यहाँहरूको संस्थाले यो हाम्रो यो भेगका गरिब, पिछडिएका र विभिन्न वर्गका बालबालिकाहरूलाई गुणस्तरीय शिक्षाको अवसर प्रदान गर्नमा सहयोग गर्न हुनेछ भन्ने आशा राख्दै म पुनः यो फाउन्डेसनको सम्पूर्ण प्रतिनिधिज्यूहरू अथवा सदस्यज्यूहरूलाई चाहिँ मुरी धन्यवाद दिँदै मेरो सानो वक्तव्य यहीँ टुङ्ग्याउँछु। धन्यवाद।
राम्रो गरेको यसमा पनि तपाईँको हामी धेरै आभारी यो हिँड्दैदेखि नै हामी खुसी छौँ अब हामी सक्दो गर्छौँ हामीले सकेको गर्छौँ हुन्छ यो अब म उहाँ मार्फत सबै गर्छौँ हाम्रो यो कार्य चाहिँ सहयोगको कार्यहरू यो निशर्त हुँदैन सशर्त हुन्छ हाम्रो शर्तहरू के हुन्छ त भन्दाखेरि विद्यार्थीको चाहिँ परीक्षाको नतिजा सुधारात्मक हुनु पर्यो र उपस्थितिलाई चाहिँ विद्यार्थीको एटेन्डेन्स चाहिँ राम्रो हुनु पर्यो एकदम ठिक छ होइन त्यो कुराहरूलाई वृद्धि गराउँदै लिएर जानुभयो भने हाम्रो चाहिँ सहयोग पनि वृद्धि हुँदै जान्छ र त्यो कुराहरूलाई चाहिँ हजुरले चाहिँ गराउन सक्नु भएन परीक्षाको नतिजै राम्रो आएन भनेदेखि चाहिँ फेरि त्यो अर्थ रहँदैन हाम्रो शर्त नै त्यही नै रहन्छ हुन्छ एकदम त्यसमा तपाईँ हामी लागि भनेपछि तपाईँले भने त हामी शिक्षक अभिभावक तपाईँहरू जस्तो समाजसेवी चाहिँ हाम्रो अग्रज अभिभावक लागेपछि पक्कै यो परिवर्तन हुन्छ होइन यहाँ चाहिँ हामी उयो हामीले तपाईँले भने जस्तो उद्योगमा चाहिँ यो हाम्रो चाहिँ यता रालुकाको चाहिँ त्यहाँ चाहिँ एउटा शेर्पा भाइको गाडी गर्नुहुन्छ नि त्यहाँ के भन्छ नमस्ते टक्कै यताको कार्यक्रम आजको लाइक क्यामेरामा हाई भन्नु है छैन मेरो दादा यहाँ पुरै हेलमेट लाएर हुनुहुन्छ बिन्दासमा दादा के छ अनि कार्यक्रम कस्तो भयो थियो धुलो खाँदै हामी यो नुवाकोटको बत्सला माविमा एउटा कार्यक्रम सकाएर अहिले फर्किँदैछौँ अब हामी दुप्तेश्वर मन्दिर बस्ने गेट आइपुग्न लागेको छौँ अहिलेको यात्रा बाटोको भइरहेछ हाम्रो सरहरू चाहिँ यो घरभन्दा उता पछाडिपट्टि गाडीमा आउँदै हुनुहुन्छ लगभग यहाँको ठाउँ एकदम रमाइलो रहेछ हजुरहरू पनि आउन मन लाग्यो म चाहिँ यसरी सुतेर आइरहेको छु बिन्दास पाराले गाडी पुरै हाइलक्समा चाहिँ लचक लचक उभिएर आइराखेको छ मेरो एकजना दादा हुनुहुन्छ मसँग साथी उहाँले चाहिँ गाडीमाथि पनि हेलमेट लगाएर हेर्दै हुनुहुन्छ यस्तै रमाइलो भइरहेछ अगाडिको बाटोको स्थिति झन् यस्तो छ हामी यहाँ आइसक्यौँ अब यहाँबाट थोरै तल गएपछि दुप्तेश्वर मन्दिर जाने ठाउँ आउँछ हजुरहरूलाई पछाडि सिट खाली थियो बुढो मजाहरू यल्ला हाम्रो मोदीजी हुनुहुन्छ सम्पूर्ण हाम्रो सरहरू हुनुहुन्छ उहाँहरू चाहिँ एकदम लेफ्ट राइट 11 नम्बरको गाडीमा हुनुहुन्छ दादाहरूलाई चाहिँ यसरी हिँडाउन मन थिएन कारणवश अर्को गाडी तलबाट माथि आउन नसकेको कारणले गर्दा उहाँहरूले लेफ्ट राइट गरिरहनु भएको छ धुलो उडेको छ धेरै गाह्रो भइरहेछ उहाँहरूलाई पनि अब साझो रहेनछ नि हाम्रो शारद भाइ पनि हिँड्दै आउँदै हुनुहुन्छ हाम्रो शारदा अङ्कल हिँड्दै आउँदै हुनुहुन्छ र भाइ घोरी साथीहरू अगाडि गइसक्नु भएको छ अघि हामी त्यो माथिको गाउँमा गएर एउटा हामीले कार्यक्रम सकाएर हामी फर्किँदैछौँ अहिले हामी दुईजना दादा र भाइको यात्रा चाहिँ रमाइलो भइरहेको छ गाडीको पछाडि बसेर रोमान्टिक तरिकाले बसिएको छ दादा यहाँ एकदम हेलमेट लगाएर गाडीमा ल हाम्रो एकजना हाम्रो गाडी चाहिँ दुईवटा यहाँभन्दा माथि जान सकेन सरहरू यहाँ हुनुहुन्छ बाटो अफरोड भएको कारणले गर्दा खाजा खाँदै हुनुहुन्छ दुईजना उहाँहरू चाहिँ गुप्तेश्वर मन्दिर हो है गुप्तेश्वर देख्नुभयो होला जाने बाटो यहाँ तलबाट छ यो बाटो हुँदै गेट प्रवेश गरिसके पछाडि ठ्याक्कै गुप्तेश्वर मन्दिर गइन्छ यहाँबाट यो कोटबारी होटल बाटो तल्लो बाटो लाग्नु भने ठ्याक्कै गुप्तेश्वर मन्दिर हुन्छ चाहिँ क्यालपट्टि छोरीपट्टि म
धनिया र पुदिनाको अचार शिखर बेसीको चामल एकचोटि दाजु बोकन सरलाई एक डाडु छुट्टै हिसाबले हाल्दै गर्छु खाने गर्ने हो अब त्यो धनिया हाल्नु नि त्यहाँ यहाँ भेज समाउने मान्छे भएन मैले समार बनाइदिएको थिएँ खाने गर्ने कि थप्दै खाने पाके ल मस्तले सरको एउटा खिचिहालौँ न सुरु हुन लाग्यो है सब त पालि आउँछ सुरु गरौँ त्यति सर के टिपेर ल्याइयो त्यो लक्क हो अहिले पिरो पिरो लोकल खुर्सानी हो एकदम मजाले स्वाहा गर्दै खाएपछि भात त स्वाम जान्छ नि यता त थाहा पाउँदा ए थपे बेला ठ्याक्कै पर्यो ल फाइनली एकचोटि खिचिहालौँ अनि बस्नुपर्छ ल यहाँ चाहिँ कुरिरहनु भएको छ वेटिङ होइन सबैले पुग्छ एउटा एउटा पुगिहाल्छ नि यहाँ हामी सँगै छ यहाँ राख्नु न सबैलाई पुग्नु पर्छ यहाँ यसो मलाई नि पुग्ने मैले सबै सबै भयो पर्नु त हैन लाने लु पर्दैन यहाँ तपाईँ हिँड्नु हामीले हैन तपाईँ नलाउनु सिङ्गै ल्याउँछु एउटा आज पछाडि थोरै सँगै थोरै मात्रै सबैभन्दा ठुलो अगाडि ठुलो ठुलो अगाडि छ भनेर लगाइदियो कर्ण सर के हो ठुलो अगाडि छ भने नमस्ते नमस्ते श्री दुप्चेश्वर संस्कृत आदर्श विद्याश्रम गुरु नमस्कार जनता जान्न चाहन्छन् कार्यक्रममा यहाँहरूलाई सबैलाई स्वागत छ हाम्रो अहिले आजको गेस्टमा हुनुहुन्छ अर्जुन थपलियाजी उहाँलाई स्वागत छ नमस्कार अन्त नमस्कार कार्यक्रम राम्रो छ म डिसम्बर हेलो भन्नुहोस् हजुर छोटो फोटो निकाल 1-2-3-4-5 है 3 अनि अभिभावकहरु आएन धेरै मात्रै हेर्नु न नानी संस्कृति काम भइयो Is the Social Service of Nepal DRC 4 दिल्ली प्रसाद खनाल फाउन्डेसनकोबाट निःशुल्क शैक्षिक सामग्री तथा कम्बल वितरण कार्यक्रममा सर्वप्रथम आसन ग्रहणको कार्यक्रम रहेको छ त्यसको लागि म अनुरोध गर्दछु सबै विशेष
त्यस्तै विशेष अतिथि हरिप्रसाद गुरुङज्यूलाई म आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन धेरै सामानहरू लिएर आएर अभिभावकहरू जुटाएर सबैजनाले सरसामानहरू बच्चा अभिभावक सबैजना भेला भएर अब दिँदै हुनुहुन्छ, त्यसको लागि धेरै धेरै धन्यवाद। र यहाँ आएर यसरी गरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै स्वागत र आगामी दिनहरूमा नि आउँदै गर्नु होला भन्छु र यही भन्न चाहन्छु। हस्त मेरो स्वागत स्वागत स्वागत। उठेरै गर न ल, हात जोडेर टाउको झुकाएर बिहान एसेम्ब्लीमा जस्तै है। भाइ रेडी 1 2 3 गो। धन्यवाद विद्यार्थी भाइ बहिनीहरूलाई। अब आफ्नो ठाउँमा बसिदिनु हुन अनुरोध गर्दछु म सबैलाई। 1 2 3 गो। अब यसपछिको हाम्रो कार्यक्रम रहेको छ मन्तव्यको र सर्वप्रथम द सोसल सर्भिस अफ नेपाल फाउन्डेसनका धारणा व्यक्त गर्दै मन्तव्य राखिदिनु हुन म अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। श्री दुप्तेश्वर संस्कृत आदर्श विद्या गुरुकुलका व्यवस्थापक समितिका अध्यक्ष आजका सभापतिज्यू, प्रमुख अतिथिका संस्थापक संरक्षक श्री देवराज खनालज्यू, विशेष अतिथिज्यूहरू, यस स्कुलका प्रधानाध्यापकज्यू, शिक्षक शिक्षिकाहरू, अभिभावकज्यू, विद्यार्थी भाइ बहिनीहरू सबैजनालाई मेरो नमस्कार। द सोसल सर्भिस अफ नेपाल दिल्ली प्रसाद खनाल फाउन्डेसनका संस्थापक श्री देवराज खनालज्यूको विषयमा म छोटो जानकारी गराउन चाहेँ। नुवाकोट जिल्ला तादी गाउँपालिका वडा नम्बर 6 नर्जा मण्डप मेरो दत्त खनालका नाति दिल्ली प्रसाद खनाल बुवा र आमा धनकुमारी खनालका कान्छा सुपुत्रको रूपमा आफ्नो बुवाको जुन समाज सेवाप्रतिको चाहिँ जुन एकदम भावनालाई चाहिँ साकार गर्नको लागि भनेर उहाँले आफूले आफ्नो लागि त जसले पनि गर्छ समाजको लागि गरौँ, शिक्षाको क्षेत्रमा, स्वास्थ्यको क्षेत्रमा जसले चाहिँ आधारभूत आवश्यकताहरूबाट वञ्चित भएर आफ्ना उज्जवल भविष्यको लागि चाहिँ पढ्न नपाएका बालबालिकाको लागि कपी कलमहरू चाहिँ नभएर, स्कुल ड्रेसहरू नभएर चाहिँ स्कुल भर्ना गर्न नसकेर शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भनेर चाहिँ विभिन्न उद्देश्यका साथ उहाँले यस संस्थाको चाहिँ स्थापना गर्नुभयो। यस संस्था स्थापना गर्नको लागि हाम्रो देवराज सरसँगै उहाँलाई साथ दिने सरहरू हुनुहुन्छ हरिप्रसाद खनाल, हरिप्रसाद गुरुङ, कृष्ण गुरुङ, कर्णबहादुर कार्की, बमबहादुर घले सर, राजेन्द्र सर र हाम्रो सम्पूर्ण टिमहरूलाई पनि मैले सम्झिन चाहेँ। भाइ बहिनीहरूलाई र गुरुहरूलाई पनि एउटा गुरु मन्त्र भन्न चाहेँ। गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर, गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर, गुरु साक्षात् परब्रह्म
तस्मै गुरुवे नमः यो गुरु मन्त्रसँगै हामीले हाम्रा मातापिताकै कोटीमा गुरुहरूलाई पनि राखेर चाहिँ यो ज्ञानको ज्योतिबाट चाहिँ बालबालिकाहरूलाई चाहिँ अगाडि बढाउनको लागि चाहिँ गुरुहरूले चाहिँ अहम भूमिका रहन्छ। त्यस कारणले कुनै पनि बालबालिकाले चाहिँ कपी किताब कलम नपाएर चाहिँ शिक्षाबाट वञ्चित हुन नपरोस्। त्यसको लागि चाहिँ द सोसल सर्भिस अफ नेपाल दिलीप प्रसाद खनाल फाउन्डेसनका चाहिँ संस्थापक संरक्षक श्री देवराज खनालज्यूबाट जुन एउटा पुण्य कार्यको लागि चाहिँ उहाँले जुन कार्यहरू गरिरहनु भएको छ त्यसमा हामीले उहाँलाई साथ दिन पाउँदाखेरि हामी एकदम गौरवान्वित गोकर्ण सिलवालज्यूलाई आफ्नो मन्तव्य दिनुभएकोमा र देवराज खनालज्यूको जुन पृष्ठभूमि उहाँको धारणालाई व्यक्त गर्नुभयो। साथै नै यस स्कुलमा पढ्ने विद्यार्थीहरूको कतिको आमा नभएको बाबा नभएको अवस्थाको अर्कोको आफ्नो नातेदारहरूको घरमा बसेर पढेको अवस्था छ र उहाँहरूले गर्नुभएको प्रति हामीहरू हार्दिक आभार व्यक्त गर्न चाहन्छौँ। र अब यसपछि मन्तव्यको लागि म देवराज खनालज्यूलाई अनुरोध गर्दछु। आज यो संस्कृत स्कुलमा आएर हजुरहरूको माझमा यो कार्यक्रममा बस्न पाउनु सहभागी हुन पाउनुमा विशेष गरी संस्कृत स्कुल उपस्थित हाम्रा सोसल सर्भिस अफ नेपाल फाउन्डेसनका मेम्बरहरू र यस विद्यालयका गुरुहरूलाई मेरो विशेष गरी साष्टाङ्ग दण्डवत। हामीले यो गर्न सकिन्छ भने अब हामीले हाम्रो सरसँग बेला बेला कोर्डिनेसन भएर गर्दै आएका छौँ। अब बुधबार एउटा भवन बनाउने ढलान गरेर भन्ने योजनामा हामी गएका छौँ। त्यति गर्नलाई वर्ष 1 वर्ष 2 वर्ष लाग्न सक्छ। अब यसको फाउन्डेसनको काम चाहिँ हामी तत्काल सुरुवात गर्छौँ। फागुन पछाडि तत्काल सुरुवात गर्ने हामीले योजना बनाएका छौँ र यस विद्यालयका भाइ बहिनीहरूलाई फागुन 9 गते पश्चात हामीले खाजा यहीँ बस्ने विद्यार्थीको लागि एउटा अहिले जसले बारेर भयो एउटा बासको व्यवस्था हाम्रो जो आमा बुवा हुनुहुन्न जो विद्यार्थीको उहाँहरूको लागि बासको बास कबासको व्यवस्था पढाइको व्यवस्था आएर हामीले यहाँ सुविधा दिन्छौँ। सबै थरी दिन्छौँ। मन्टेसरी लेभलको पढाइ पनि गर्छौँ। संस्कृत पनि पूर्ण रूपमा पढाइ गर्छौँ हाम्रो स्कुलबाट। यो भने हाम्रो नुवाकोटको स्कुल हो, यो हाम्रो ठाउँको स्कुल हो। यसलाई हामीले जोगाएर यसलाई हामीले राम्रोसँग अगाडि बढायौँ भने भोलि बाहिरबाट मान्छे यहाँ पढ्न भनेर आउँछन्। नुवाकोटको फलान ठाउँमा यस्तो स्कुल छ अरे, त्यो स्कुलमा जाउँ, यस्तो पढाइ भएको छ अरे भनेर नाम चलाउने वातावरणतिर हामी लागेका छौँ। अब भाइ बहिनीहरूलाई हामीले अब अरू सबै स्कुलमा हामीले यस्तो कुरा गरेको छैनौँ। यो स्कुलको लागि मार्सिक रूपमा हामीले किताब कपी कलम अब आवश्यकता अनुसार खेलकुदका सामानहरू मार्सिक रूपमा यो स्कुलबाट हामीलाई तथ्याङ्क आउँछ भने हामी मार्सिक रूपमा दिन तयार छौँ। मार्सिक रूपमा यो स्कुलबाट माग आउनुपर्छ। कतिजना विद्यार्थी हुनुहुन्छ उहाँहरूलाई हामी मानसिक रूपमा कापी कलम किताब खाजा अहिलेबाट तत्कालबाट हामी दिने घोषणा पनि गर्दछौँ। र भाइ बहिनीहरूलाई राम्रोसँग पढिदिनुहोस्। पढेर हामी वार्षिक रूपमा केही हजुरहरूलाई पढ्नलाई धेरै
गाह्रो छ, घरमा खाना ओर्ने गाह्रो हुने, त्यहाँ आर्थिक अवस्था धेरै नै कमजोर हुने भाइ बहिनीलाई हामी वार्षिक रूपमा केही खानपिनको पनि राहत दिने हामीले कार्यक्रम ल्याएका छौँ। केही अब घरमा ओर्ने ओछ्याउने खानपानदेखि लिएर घर राम्रो छैन, चुइनी छ, खानु चुइरहेको छ, असार पाउन बस्नलाई गाह्रो छ भने हामी त्यसमा पनि केही मद्दत गर्नेछौँ। हाम्रा भाइ बहिनीहरूलाई हाम्रो भाइ बहिनीका भविष्य उज्जवल हुन्छ भने हामी जुन नै ठाउँमा गएर जस्तो उस्तै सङ्घर्ष हामीले बाटो खन्न पर्छ कि हामीले घर बनाउन हामी नै जान्छौँ नि, हामी घर बनाउँछ। हामी त एउटा गाउँपाखामा हुर्किएका मान्छे हो, हामीले गर्न सक्छौँ। हाम्रो टिमले गर्छ। हामी टिम भनेको को भन्दा हामी नेपाली जनता सबै हामी टिम हो। म मात्रै होइन, मेरो फाउन्डेसनमा काम गरेर हिँड्ने मान्छे मात्रै मेरो टिम होइन कि, यो नेपाली जनता सबै यो फाउन्डेसनका मेम्बर हो। हामीले सबैलाई हामी चाहिँ कसको मेम्बर भन्दाखेरि त दिल्ली प्रोफेसनल फाउन्डेसनको मेम्बर हो। त्यो भनेर आफ्नो सम्झेर यो मेरो संस्था यो हाम्रो संस्था हो, यो देशको संस्था हो, यसलाई जोगाउने र यसलाई टिकाउने, यसको इज्जत राख्ने काम यो पुरै पितृको नामबाट नामाकरण भएको त्यो संस्था छ। पितृको नाम रहनी गरेर हामी काम गर्ने प्रतिबद्धता हामी यहाँ व्यक्त गर्दै म मेरो अन्तिम 2 शब्द यही टुङ्ग्याउँछु। त्यसमा रुगा लाएमा, काटेमा, पोलेमा हरेक थरी हामीले एउटा मृत्युको लागि प्राथमिक उपचार सम्बन्धित सिद्धिएको खण्डमा हामीलाई खबर गरेर यसलाई सधैँभरि यसै गरी भरिराख्नु। सबभन्दा सहिलो त यो भयो। हाम्रो अभिभावकज्यू र यो स्कुलको संरक्षण गरेर हाम्रो अभिभावकज्यू हाम्रो भाइ बहिनीलाई यो स्कुलको मातहतमा राखेर यसको सदुपयोग यसको काम के हो त्यसमा सरसफाइको लागि भनेर हामीले हामीलाई 3 पिस प्रदान गरेको यो हाम्रो भाइ बहिनीहरूको क्लास सरसफाइ रहिरहोस् भनेर क्लासको लागि भनेर अहिले यति छ, नपुगेमा थप गरिदिनेसम्म गरी हजुरलाई अहिले 5 पिस हस्तान्तरण गरेको। त्यो सबै राख्नु होला। तपाईँले बोक्नु न त्यो। ल अर्को त्यो लाइटहरू चाहिँ चाहिन्छ भने भन्नु न, स्विच बाहेक अरू चाहिँ भन्नु भयो। नाम अभिभावकको सही नाम भनिदिनु भयो भने थियो। ब्ल्याङ्केट ब्ल्याङ्केट त्यो तिनीहरू चाहिँ भन्दा भयो। त्यो अगाडि बाल्कनीको पनि वाम लाइट है। दुईवटा। अब त्यो तलको त्यो जुन हाम्रो सर्फेस लाइट छ नि, फल सिलिङ गरेपछि त्यो सर्फेस लाइटले काम नगर्ला। अभिभावकको नाम भनिदिनु भयो यसैले हुने कसो आफ्नो अभिभावक आएपछि अगाडि आइदिनु न। कपी र ल्याङ्गा सँगै गर्नु पर्यो कि सँगै सँगै। नमस्कार गर्नु पर्यो नि। सबै ढिला भयो भने 10 बजी बोला मैले भोलि हामी एउटा
त्यो सबै हो त्यही सबै ब्ल्याङ्केट सबै त्यो यो कपी डट के हो नि स्वस्तिका के हो पण्डित कति क्लासमा पढ्छौ हजुर 2मा पायो तिमीले पनि ब्ल्याङ्केट खुसी लाग्यो पढ्छौ अब सुन त सधैँ पढ्न आउनुपर्छ है अनि यस्तो पाइरहन्छ ओके हस् भएकोमा यो केही सामानहरूले चाहिँ प्रारम्भिक चरणमा चाहिँ वितरण कार्यक्रम भएको छ। अब यसका चरणहरू अहिले सरले पनि भनिसक्नु भएको छ, क्रमागत रूपमा चाहिँ बढ्दै पनि जानेछ र यसलाई चाहिँ यो संस्कृत गुरुकुललाई व्यवस्थित गर्नको लागि अझै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु छ। त्यसको लागि चाहिँ म यस संस्थामै भए पनि यहाँ स्थानीयवासीको हैसियतले एकदम खुसी व्यक्त गर्दै समग्र टिमप्रति चाहिँ हार्दिक धन्यवाद ज्ञापन पनि गर्न चाहन्छु। म लामो समय पनि लिन चाहन्न, हाम्रो ढिलो पनि भइसकेको छ। जुन यो अवसर प्राप्त भयो त्यसको लागि चाहिँ यो विद्यालय र यो संस्था दुवैप्रति म व्यक्तिगत रूपमा चाहिँ आभार व्यक्त गर्न चाहन्छु र संस्थागत रूपमा चाहिँ सम्पूर्ण संस्थाका चाहिँ अग्रज महानुभावहरू साथीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। अब यस जुन कार्यक्रम हामी वितरण गरिसक्यौँ यस कार्यक्रमलाई चाहिँ अगाडि हुन्छ र आजको यस कार्यक्रमको सभापतिको ग्रहण गरिरहनुभएका यसै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री भरद्वाज पण्डितज्यूलाई आजको यस कार्यक्रमलाई चाहिँ समापन गरिदिन आएको कलम जे जस्तो ल्याएर यहाँ दिनुभयो उहाँहरू सबै धन्यवाद छ। यस कार्यक्रममा अगाडि बढाउँदै ल्याएमा फेरि उहाँहरूलाई चाहिँ फेरि उहाँहरू भने अनुरोध पनि गर्छौँ, हामी छिटै नै निर्णय गरेर पठाउँछौँ। भइसक्यो सरस्वती कहाँ अहिले तत्कालको लागि एउटा सानो कोठा बनाएर हामीले व्यवस्थापन मिलाउँछौँ, तत्काल मिलाउँछौँ, फागुन महिनाभित्रबाट मिलाउँछौँ। अनि त्यसपछि त्यहाँबाट पछि एउटा भवन निर्माण गरेर उहाँहरू अनाथ जति हुनुहुन्छ हाम्रो बालबालिका बुवा आमा अभिभावक नहुनुभएकालाई हाम्रो छोराछोरी भन्दा नि माथिको दर्जामा राखेर उहाँहरूलाई शिक्षा स्वास्थ्य चाहिँ हामी दिने एकदम ठुलो प्रयास गर्नेछौँ। आवश्यकतालाई चाहिँ राख्न अप्ठ्यारो उपस्थिति गराउन सकिनँ कि आज कोही बिरामी कोही के त्यो अभिभावकहरू विद्यार्थी भाइ बहिनी नआउनेहरूका आउनुभएको हो कि बच्चा बिरामी छ आउनु सक्दैन हामी आउँछौँ हुन्छ भन्नुभयो, त्यही पनि आउनुहोस् भनेर मैले चिन्ताएँ। भाइ बहिनीहरू पनि अलिक कमै उपस्थिति छन्। अब बाँकी रहेका सामान हामी त्यस्तो कुनै पनि उ नगरिकन भाइ बहिनीकै हातमा पुर्याइदिन्छौँ कि होइन त्यो हामीले त्यस्तो अन्यथा सोच्दैनौँ। हामी शुद्ध मनले दिएका छौँ, हजुरले शुद्ध मनले लिनु भएको छ, हामीलाई त्यो विश्वास आनन्द छ, हामीलाई त्यो अन्यथा लिनु नि। ल अहिले निस्क्यौँ समापन गर्नुपर्ने खाइदिउँ सर खाइदिउँ ग्लास सानो भयो नि त सर एक दर्जन भन्दा छुट्यो अरे एक दर्जन भन्दा भन्न छुट्यो अरे सर भिडियोमा त्यो भएन एक दर्जन कुरा आएन भाउजूलाई चाहिँ नदी राखेर सक्नु